केही आकार बिनाको शून्य थियो अथवा समुद्रमाथि अन्धकार थियो र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दै रहनुहुन्थ्यो। अनि परमेश्वरले भन्नुभयो उज्यालो होस्, तब उज्यालो भयो। अनि परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो र उहाँले उज्यालो र अँध्यारोलाई अलग अलग गर्नुभयो। परमेश्वरले उज्यालोलाई दिन र अँध्यारोलाई रात भन्नुभयो। साँझ पर्यो, बिहान भयो पहिलो दिन। अनि परमेश्वरले भन्नुभयो पानीका बीचमा एक क्षेत्र होस्, त्यसले पानीलाई दुई भाग गरोस्। परमेश्वरले सो बनाएर क्षेत्र मुनिको र माथिको पानीलाई अलग अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो। परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो। साँझ भयो, बिहान भयो दोस्रो दिन। अनि परमेश्वरले भन्नुभयो आकाश मुनि भएका पानी र एक ठाउँमा जम्मा होस्, उभानो भूमि देखा परोस्। तब त्यस्तै भइहाल्यो। परमेश्वरले उभानो भूमिलाई पृथ्वी भन्नुभयो र जम्मा भएको पानीलाई समुद्र भन्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। तब परमेश्वरले भन्नुभयो भूमिले वनस्पति बिउ हुने बोट बिरुवा र आफ्ना आफ्ना किसिमका बिउ हुने फल्ने वृक्ष पृथ्वीमा उमारोस्। तब त्यस्तै भइहाल्यो। भूमिले वनस्पति बिउ हुने बोट र आफ्नो किसिमको बिउ हुने फल्ने वृक्षहरू उमार्यो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। साँझ पर्यो, बिहान भयो तेस्रो दिन। अनि परमेश्वरले भन्नुभयो अन्तरिक्षमा दिन र रात छुट्याउनलाई ज्योतिहरू हुन्। तिनीहरू ऋतुहरू र दिनहरू र वर्षाहरू छुट्याउनलाई चिन्हहरूको रूपमा काम गरून् र पृथ्वीमा प्रकाश दिनलाई अन्तरिक्षमा त्यो ज्योतिहरू हुन्। तब त्यस्तै भइहाल्यो। अनि परमेश्वरले दुई विशाल ज्योतिहरू बनाउनु भयो, ठुलो ज्योति दिनमा प्रभुत्व गर्न र सानो ज्योति रातमाथि प्रभुत्व गर्न। र उहाँले ताराहरू पनि बनाउनु भयो। अनि परमेश्वरले पृथ्वीमा प्रकाश दिनलाई दिन र रातमा प्रभुत्व गर्न अनि उज्यालो र अँध्यारोलाई अलग अलग गर्नलाई यी आकाशमा राख्नुभयो। परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। साँझ पर्यो, बिहान भयो चौथो दिन। अनि परमेश्वरले भन्नुभयो पानी र जीवित जन्तुहरू र प्रशस्त गरी भरिउन् र पन्छीहरू चाहिँ पृथ्वीमाथि अन्तरिक्षमा उडुन्। र त्यस्तै समुद्रका विशाल जल जन्तुहरू पानीहरूमा भरिएका चलहल गर्ने किसिमका सबै जीवित प्राणी र जात जातका पखेटा भएका सबै पन्छीहरू र परमेश्वरले सृष्टि गर्नुभयो। र परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। अनि परमेश्वरले तिनीहरूलाई यसो भनेर आशिष दिनुभयो, फल्दै फुल्दै वृद्धि हुँदै समुद्रमा खनिँदै जाओस् र पन्छीहरू पनि पृथ्वीमा वृद्धि हुँदै जाओस्। अनि साँझ पर्यो, बिहान भयो पाँचौँ दिन। अनि परमेश्वरले भन्नुभयो पृथ्वीमा जातका जीवित प्राणीहरू अर्थात् जातका पालिने पशुहरू घर्षने जन्तुहरू र जातका वन पशुहरू उत्पन्न होस्। तब त्यस्तै भयो। परमेश्वरले पृथ्वीका जातका वन पशुहरू, जातका पालिने पशुहरू र जमिनमा घर्षने जातका जन्तुहरू बनाउनु भयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। फेरि परमेश्वरले भन्नुभयो मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिमा रूप बनाऊ। तिनीहरूले समुद्रका माछा, आकाशका पन्छीहरू र पालिने पशुहरू र जमिनमा चलपल गर्ने सबै जन्तुहरूमाथि अधिकार गर्नु। यसकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र परमेश्वरकै प्रतिरूपमा उहाँले तिनीलाई सृष्टि गर्नुभयो। नर नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो बक्समा पार्दै जाऊ। समुद्रका माछाहरू, आकाशका पन्छीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। अब परमेश्वरले भन्नुभयो हेर, म तिमीहरूलाई पृथ्वीका सबै बिउ मार्ने बोटहरू र फलमा नै बिउ हुने सबै फलका रुखहरू दिन्छु। ती तिनीहरूलाई आहार हुनेछ। पृथ्वीका हरेक पशु, हरेक पन्छी र जमिनमा चलपल गर्ने हरेक जन्तु र हरेक प्राणी जसमा जीवन छ तिनीहरूको आहारको निम्ति म हरिया वनस्पति दिन्छु। तब त्यस्तो भयो। आफूलाई बनाउनु भएमा हरेक कुरा परमेश्वर हेर्नुभयो, त्यो साह्रै राम्रो थियो। साँझ भयो, बिहान भयो,